अरे हजुर उता सुदूरपश्चिमले चाहिँ 5 गेम खेलेर 5 का 5 जितिसक्यो। अनि तपाईँ भने कर्णाली पेल्ने, पोखरा एभेन्जर पेल्ने, विराटनगर पेल्ने, लुम्बिनी पेल्ने, काठमाडौँ पेल्ने, सबैबाट पेले खाने हो त के हो? एउटा गेम त जितन हो। सिजन 1 को विजेता टिम हो जनकपुर गोल्ड। यो त अलि लाज मर्दो भयो। के टिम हो, के खेलेको? चौका छक्का हानेर के हुन्छ? गेम जित्नु पर्यो। यस्तो कुरा भन्यो भने तपाईहरुले गाली गर्छ होला फेरि। तर एउटा टिम कम्पिटिसन गर्न आऊ के 5 का 5 म्याच यति बाँकी 2टा म्याच जित्नु पर्छ भने यो रेकर्ड कसैले तोड्न सक्दैन नेपालमा। सुदूरपश्चिम रोयल्सको जो रेकर्ड छ नि रेकर्डै हो। तर म अचम्म लाग्छ के अरु टिमले त एउटा दुईटा त जितेको छन् नि। तर के भएको जनकपुर बोर्डले पोहोरको साल जित्यो भनेर अहिले पनि त्यस्तै गर्ने? त्यही टिमको लागि बाहिर फ्यान्सहरु चाहिँ कति चिचाइरहेछन्, कति चिचाइरहेछ। तिनीहरुको लागि भयो भने एउटा टिम जित्नु पर्यो जनकपुर बोल्डका साथी खेलाडीहरु। के भन्ने अब? म त जनकपुर बोल्डको म्याच भ्याउँदैन हेर्न पनि मन लाग्दैन के अब त। म त सबै म्याच हेर्ने मान्छे हो तर के खेलेको यार। अर्कोचोटि चाहिँ जितिदियो एउटा म्याच, इज्जत राखिदेऊ। एनपीएल मा त यस्तो टिम रहेछ भन्ने बेइज्जत नगर्दियो के।